आफ्नो घरमा ग्रे पेन्ट त युज गर्दै नगर्नुहोस् र कुन चाहिँ पेन्ट युज गर्ने त थाहा पाउन भिडियो सेभ गर्नु होला। आजकालको घरहरूमा ग्रे पेन्ट युज गरेको त थुप्रै देखिन्छ। तर प्रब्लम त तब आउँछ जब हामीले ग्रेको करेक्ट टोन चुज गर्न सक्दैनौँ। जस्ट इन केस हामीले ग्रे कलरमा एकदमै कुल टोन चुज गऱ्यौँ भने त हाम्रो घर लाइफलेस र डल नै देखिन्छ। बट इन केस ग्रे कलरले तपाईँको घर अलरेडी डल देखिसक्यो भने चाहिँ त्यसमा तपाईँले वार्म लाइट एड गरेर करेक्सन गर्न सक्नुहुन्छ, किनभने यसले चाहिँ ग्रेको टोन इन्हान्स गर्न हेल्प गर्छ। अनि इन केस इन्टेरियर्समा पेन्ट लाउँदै हुनुहुन्छ भने चाहिँ गो फर ग्रेज कलर। ग्रेज कलर भनेको चाहिँ ग्रे र बेजको मिक्सचर हो र यसले चाहिँ तपाईँको इन्टेरियरलाई पुरै प्रिमियम बनाइन्छ। र इन केस तपाईँलाई ग्रे इन्टेरियर वाललाई अझै नै प्रिमियम देखाउनु छ भने यु क्यान पेयर इट विथ लाइम वास और स्टुको पेन्ट्स एज वेल। घर तथा भवन निर्माण साथसाथै इन्टेरियरको सम्पूर्ण कामको लागि चाहिँ केएसएम सर्भिसेसलाई कन्ट्याक्ट गर्नुहोला।